ल मामा हेलो भनिदिनु त जय घन्टी भन्नु त जय घन्टी ल आज त टक्क मामाको हल्का गयो सकिङ हान्नुपर्छ है अहिले चाहिँ हामी कता फिफ्थ सिक्समा छौँ अब हामी फिफ्थ एभिन्यू हान्दै It's red on the feet है अनि मामाको नि यहाँ खेल्यो विल्सन है जाने चाहिँ यहाँ भित्र हो है मामाले चाहिँ दामी छ यता चाहिँ हल्का प्रिन्टेडहरू रहेछ नि त यहाँ दाइ हुनुहुन्छ होइन यहाँ रोजेस गाउन्स एन्ड रोजेस अलि यो यिनीहरू चाहिँ हल्का प्लेनमा रहेछ यहाँ दुईवटा लगिसक्नु भएको छ नयाँ चोइस हानिदिएको दाइ मामाले ल यिनीहरूमा चाहिँ यो भन्न चाहिँ मलाई यो हल्का नयाँ लाग्यो त्यो भएर यो हानिदिएको नि त होइन टी सर्ट चाहिँ राम्रो लाग्यो होइन चित्त बुझ्यो होइन घर गएर फेरि भान्जाले के रोज दियो भन्दैन नि मामाले चाहिँ ब्याकप्याक टी सर्ट चाहिँ मन पर्दैन मामा ल बाबालाई अब हामी जान्छ नेक्स्ट लोकेसनमा होइन मामाको ब्याकप्याक किन्न आउनु एउटा पाइने किन्ने रे यसै मामाले चाहिँ टाइममा चाहिँ कपडा चाहिँ हान्नुहुन्छ कि होइन हामी ब्याग हेर्छौँ ब्याग र प्यान्ट होइन मामा चाहिँ जय घन्टी ल अब यहाँ हेरौँ न ब्याग चाहिँ ठाउँमै भेट्यो कि होइन यसमा लुलु मिनोन होइन यो पनि दामी छ खै पकाउनु त मामा ब्याग दामी छ नि त होइन यहाँ पनि यस्तो यहाँ पनि यसो के हो यहाँ चाहिँ यस्तो होला नि त यो चाहिँ सुटकेसमा यसरी अड्डाएर लग्ने हो हल्का माथि गरौँ न यहाँ होइन यहाँ पनि अब यहाँ चाहिँ यो मात्र किन्दा हुन्छ नयाँ ब्याग ट्यागसँगै बोकिदिने हो नि त मामा त होइन यहाँ हुन्छ ल अब चाहिँ हामी मामाको ब्यागको स्याक भयो अब हामी जान्छौँ मामाको पाइन किन्न नयाँ समर पाइन होइन मामा पाइनको नामै समर पाइन किन्नु यहाँ नि दामी हुन्छ नि यहाँ चाहिँ के ज्याकेट पो हो त पर्पल ज्याकेट है समरको ज्याकेट किनेर मामाजीले चाहिँ यहाँ यता उता केटाकै हो कि यिनीहरू फेरि दामी हो नि त मामा हावा कति पनि छिर्दैन के हो फुल्ली विन्ड प्रुफ हो नि त टक्क हेर्नु त ल अब गाउँ जाने बेला लत्ती सत्ती लगेर जाने होइन यो पनि दामी नै छ नि त मामा ए तलको चित्त बुझ्दैन मामाजीलाई माथि जान्छौँ अब यो चाहिँ दामी छ कि त्यो जेरी अन्त मुभीमा हुन्छ नि यस्तै यस्तै होइन ठुलो छ कि त्यो अघिको स्मालकै त्यो हल्का यो के भन्छ अरे सिलेब्स हल्का ठुलो थियो नि त लामो अझै एउटा पर्फ्युम न हान्नुपर्छ ल आज ल गर्मीको लागि यो ट्राई हान्नु न ट्राई हान्नु मिल्छ क्या झिक्नु त यो हल्का राम पासै हेर्नु त यो हेर्नु त यो ट्राई हान्नु न यो पनि त्यस्तै टाइपको होइन ब्याग हो टो ब्याग यो हेर्नु त यो
यो वाला मामालाई मन पऱ्यो कि परेन यो फेरि अर्कै कलर जस्तो लाग्यो यो भन त हेराम छ है अरूहरू छ त्यसलाई यहाँ हेर्नु न है त्यो त हल्का पिरो टाइपको छ सरी यो होइन यो ठिक छैन खोर्सानी जस्तो पिरो छ त यार यो त भाइब्रेन्ट लिडर टेस्टर ए यो हेर्नु त यो भन त यही राम्रो लाग्यो मलाई त यो हेर्नु त यो पनि पिरो टाइपको कुन चाहिँ यही कोरियावाला लगाउँ है त्यसो लाग्यो मलाई यो? लाग्यो चित्त बुझ्नु त राम्रोसँग ल यो ठिक छ त्यो होइन यही त हो होइन ल पिका भन्नु होइन यो त सादा भयो क्या होइन जम्मै यो एचडी फिटिङ रुममा गएर यो लाउने होइन यो यो अघिको प्रिन्ट अघि लाग्यो नि त प्रिन्टवाला लाग्नु यहीँनिर होइन फालेसी होइन आफै कि ऊ हान्ने रहेछ नि त होइन ल भनिदिनु होइन क्रेडिट पर्फ्युम भयो होइन अल सेट होइन पैसाको खर्च भएपछि फेरि पानी त पिउनै पऱ्यो नि होइन मामा चाहिँ सब टी सर्ट मात्रै होइन टी सर्ट मात्रै भयो अब अर्को कम्पनीमा लगाउनु चार सय गएको छ अलिक चाहिँ हल्का गए पनि सामानहरू चाहिँ चित्त बुझ्नु पऱ्यो क्या होइन मामा भन्छ मिलेर दाम खाने हुँदैन किन्नु पर्यो आज चाहिँ मामाको नाममै लेखेर चाहिँ भएन ल हामी अब चाहिँ अर्को ठाउँमा दिन्छौँ क्रेजी छ क्या मामा चाहिँ जाउँ हेर त बाबा यो चाहिँ अस्ति भर्खर रिलिज भयो क्या सबै वार्निङ लेभलको ओके फाइट क्लब यो जुत्ता चाहिँ होइन मामा त्यो प्रकाशको जुत्ता किन्न गएको नि त्यो दोकान र यो मिसिएको हो क्या त्यसको त्यो दोकानको नामदेखि बनियो यो जुत्ता फ्लाइट क्लब हो क्या हेर्नु त एक वर्षको हो एक वर्ष पनि 5-6 महिना होला यो त के मोबाइल छ यो चाहिँ 1 सालको नै 2 साल जतिको 1-2 साल जतिको हुन्छ 2-3 सालको लागि त्यो त लास्टै चल्यो है यो ए तिम्रो ड्रिङ्क लाबुबु यहाँ हो कि यहाँ हो त्यो सुरेशले चाहिँ त्यो किनेको इन्जोयमा ग ओ कपडा पनि पठाउनु रहेछ दिल साले त थ्याङ्क यू सो मच कपडा पठाउँदै तिमी मामा भान्ज मामाको सपिङ हानेर है
अब लेट्स अनबक्स ल ल मामा ल एक ल फास्ट यसो देखाइन त ल के किन्नु भनेर गाए चाहिँ टी सर्ट है प्रिन्ट होस् दामी यो चाहिँ मेरो है फेरि यो मेसअप चाहिँ नहेर्नु है किनभने बिहान लन्ड्री गरेर गएको होइन नानीले पठाउँदै रहेछ यो चाहिँ बबा लाग्यो मलाई है ल यो टी सर्ट चाहिँ बबा लाग्यो कि अनि यो टी सर्ट चाहिँ मामाले चाहिँ होइन अब समरको टी सर्ट सबै हानिदिनु भयो कि ल कङ्ग्रेचुलेसन्स यो चाहिँ गाइस कोरिया भर्जन है त लेट्स गो होइन यो पाइन पनि हो नि त मामाको त फेरि यो पनि हरि भयो क्रेजी छ यो पनि दामी है मामा चाहिँ अब यो चाहिँ फेरि वान अफ माई फेभरेट अन्त फेरि यो है नाइकी स्पोर्ट यता हेरौँ यस्तो रन अनि यो हो कि सबसे पहिला मैले हेरेको यो प्रिन्ट दामी लाग्यो नि त होइन राइट गाइस मामाजीलाई फेरि कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु होइन ल चार त होइन अब यो ज्याकेट हो कि बोबा भनेको हावा प्रुफ वाटर प्रुफ अब के भन्नु होइन है क्रेजी हो नि होइन मामाजी यो चाहिँ दामी छ यतिको चाहिँ हुनु ब्याग हो नि त मामाले चाहिँ अब होइन बजारैबाट यस्तै बोकी हेर्नु भयो नि त यस्तै ट्यागसँग होइन यो ब्याग पनि दामी छ होइन यो ब्यागको चाहिँ अब प्राइस अनुसार नि अब खप्छ क्या मामा होइन यो चाहिँ अब अलमोस्ट $100 पर्छ होइन ट्यागसँग बाबा ल मामाजीलाई थ्याङ्क यू भनिदिनु ल थ्याङ्क यू गाइस सी यु इन द नेक्स्ट भिडियो है त पर्फ्युम खोल्नु त मामाजी खोल्नु त ल पर्फ्युम खोलिदिनु त ल मामा तर सही हो कि है साइडमा नि अब थियो नि त होइन टेस्ट गर्नु लागि के इजी छ नि त कता छ यसको मुख कता छ यति रहेछ अब यस्तो आहा यहाँ पनि खोइ यहाँ पनि अलिकति आयो नि त हातमा नआयो त हातमा होइन कि थिचो भइहाल्यो बाबालाई मामा चाहिँ अब फेरि यिनीहरू फेरि पताएर राख्ने होला नि त होइन